गाइज गुड मर्निङ वेलकम ब्याक टु माई मम्मी याङ्की युट्युब च्यानल। आज चाहिँ हामी यहाँ गोठै हिँड्दैछौँ। यहाँ हाई बोल। हाई याङ्की, हाई बोल। हाई बुढो बाजे भी हाई बोल। आज चाहिँ हामी सन्डे स्पेसल नानीहरूलाई पार्कतिर लाँदैछौँ। अनि हामी पनि धेरै भयो, त्यो कति भयो नि बोबेली पार्क नगएको, धेरै समयपछि हामी कताबाट यताबाट जाने बाजेले कति घुमाएको आज। अनि हामी चाहिँ बोबेली पार्क आज चाहिँ धेरै समयपछि, अस्ति चाहिँ हामी याङ्कीलाई लिएर उसको साथीहरूसँग नेचर पार्क गएको थियौँ, एकदमै रमाइलो थियो। आज चाहिँ हामी बोबेली पार्क जाने कोसिस गर्दैछौँ, हेरौँ कस्तो रहेछ। धेरै भयो नगएको, 1 सालै भयो होला। कस्तो छ हजुरहरूलाई वहीँ पुगेर मैले देखाउने पनि छु, रहनु होला मेरो च्यानलमा। अहिले हामी चाहिँ अटोमा जाँदैछौँ। यसो त गाडीमा गयो भने त कति दिन्छ, 10 रुपियाँ है। बसमा गयो भने 10-10 रुपियाँ लाग्ने थियो, नजिकै हो। हामी चाहिँ बच्चाहरूसँग बसमा के हिँड्नु भनेर अटो पक्रेर जाँदैछौँ साथीहरू। वहीँ पुगेपछि हजुरहरूसँग नि मिल्नेछु, त्यहाँको ठाउँ देखाउने छु। एकदमै खुसी छ। यहाँ नेचर पार्क गई थिएन के साथीहरू, हामी चाहिँ आइपुगिसकेको छौँ, अटोबाट निस्किसकेको। एकदमै धेरै रस छ यहाँ चाहिँ। अब टुरिस्टहरूको सिजन भएकोले एकदमै रस छ। हामी चाहिँ क्रस हुँदैछ। मेमेले टिकट काउन्टर आज बाजेले घुमाउँछ हामीलाई। मेमेले, याङ्कीको मेमेले, बोजूले पैसा त निकालो निकालो। ये झूला झूला ही नहीं है बोल रही है। घूमते चुनते गर्मी में तो घूमने ही आना ना, अब कहाँ जाना, इतना शीतल मिलता है। अभी सारे राफ्टिंग में होते हैं। नेचर पार्क क्या बोलते हैं ये, बोबेली पार्क। ये भी नेचर पार्क है, पर ये बोबेली वाला नेचर पार्क। नीचे का वो पार्क है मॉल वाले नेचर पार्क। तो गाइस अभी हम जा रहे हैं अंदर के तरफ। गर्मी में घूमने को बहुत है। अब तो यहाँ भी गर्मी लग गया है, 18-19 डिग्री सेल्सियस है वेदर। तो सोच लो गर्मी लग गया। घर के अंदर तो वैसे ठंडा ही होता है। जरा आए संग, छोटे छोटे मंकी है, सब कुछ है। फोटो खींच रहे हैं लोग। ये भी बहुत बड़ा है घूमने को, दूर दूर तक है, जंगल दिखता है इस तरह। बहुत रमाइलो छ, रमाइलो चाहिँ चढेर गइछ। फोटो खिच्ने याङ्की। ल साथीहरू, एकदमै रमाइलो ठाउँ छ, हजुरहरू पनि आउनु होला। यहाँ देख्नुहुन्छ सिन चाहिँ फेरि कति राम्रो छ भनेर चाहिँ। माथिको पहाडहरू पनि भ्यूहरू एकदम रमाइलो छ। अनि उता पर त हामी गएकै छैन, अहिले त बस यहाँ स्टार्ट हो। अनि थोरै थोरै हजुरहरूलाई देखाउँ भनेर। लड्ला नि याङ्की। ल साथीहरू, यहाँ हेर्नु है, यहाँ चाहिँ बोट चल्दैछ। यो चाहिँ हाम्रो, हामी चाहिँ अहिले त्यहाँ पुगेकै छैनौँ। ऊ परतिर बच्चाहरूलाई त्यो कुनै के भन्छ त्यो विधि रहेछ। अनि यतातिर बोटहरू रहेछ, उतै गएर हेर्नु होला हौ। खुब बच्चाहरू इन्जोय गर्दैछ उता परतिर। अहिले हजुरलाई त्यता पनि लानेछु मैले। चलो, घरमा बसेर दिक्क भएर बस्नुभन्दा चाहिँ यसो बाहिर फेर हिँड्नु भने अलि फ्रेस माइन्ड चाहिँ हुन्छ है साथीहरू। मलाई चाहिँ एकदमै बोर भइरहेको थियो घरमा चाहिँ। अनि घरको टेन्सनहरू हट्दैन। अनि यसो बाहिर फेर निस्क्यो भने चाहिँ दिमाग भी माइन्ड फ्रेस हुने। अनि एकदमै रमाइलो छ यहाँ चाहिँ। बोटहरू पनि देख्न सक्नुहुन्छ हजुरहरूले।
म हजुरलाई देखाउने कोसिस गरिरहेको छु। यहाँ छिटो छिटो आएर हामी चाहिँ त्यता पुगेकै छैनौँ। हामी चाहिँ अहिले वरै छौँ, देख्न सक्नुहुनेछ। एकदमै रमाइलो दृश्यहरू हजुरहरूलाई मैले सकेसम्म देखाउने कोसिस गरिरहेको छु। बच्चाहरू पिछा साथमा, याङ्कीको माम हेमे साथमा आरामले जाने भनेर सोचिरहेको छौँ। अनि च्यानलमा चाहिँ बनिरहनु होला। मेरो मम्मी याङ्की युट्युब च्यानललाई धेरैभन्दा धेरै माया साथ अनि सपोर्ट दिनुहोला। बोटिङ हुँदैछ साथीहरू। यता चाहिँ हामी पनि अहिले एकछिनतिर चाहिँ जाने भनेर सोच्दैछौँ, तर मलाई चाहिँ त्यति चलाउन आउँदैन, घुमाउनै नसक्ने छु अनि यति मन पर्दैन। मेरो दुईटा हिरोइनहरू चाहिँ यता शीतल साथीहरू। यहाँ चाहिँ हेर्नु होला, यहाँ ऱ्याफ्टिङ यति धेरै ऱ्याफ्टिङहरू छ अनि ऱ्याफ्टिङहरू निकाल्दैछ। उता नदियामा ऱ्याफ्टिङ गराउँछ अनि साथीहरू कस्तो मजाले यो पत्थरले यसरी लगाएको ऱ्याफ्टिङ गर्ने मान्छेहरूको लाइन हेर्नु होला त्यहाँ साथीहरू। अनि हामी पनि आइपुग्यौँ। ल ऱ्याफ्टिङ चाहिँ यही हुनेछ गर्छ। यहाँभन्दा टाढा चाहिँ हामी जान सक्दैनौँ। नि बाढीले लगेछ। याङ्की इधर जाऊ। यहाँ चाहिँ ऱ्याफ्टिङ हुन्छ साथीहरू। उहाँ हेर्नु होला, ऱ्याफ्टिङ गर्नेको लाइन लागेको चाहिँ। अनि यो चाहिँ कौन सा नदी? ब्यास नदी होइन, ब्यास नदी जस्तो लाग्छ। यो चाहिँ एकदमै रमाइलो छ। हजुरहरू पनि कुल्लु मनालीको नजिकै कहीँ हुनुहुन्छ भने आउन सक्नुहुन्छ। मम्मी याङ्की युट्युब च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला। अनि भिडियो एकदमै मन पर्यो भने मेरो भिडियोलाई चाहिँ सेयर पनि गरिदिनु होला। उहाँ देख्न सक्नुहुनेछ एकदमै कल्चरल ड्रेसहरूमा फोटोसुट पनि भइरहेको छ। हजुरहरूलाई मैले यहाँबाट देखाइरहेको छु। फोटोसुट हुँदैछ त्यता। दूर नै जानमा माछा। बाजे बोजू चाहिँ कुनामा गएर बसेछ। यो पहिले कहाँसम्म थियो सबै। अहिले त अस्ति बाढ आएको बेला चाहिँ, तर यो चाहिँ एकदमै नराम्रो लाग्यो। यसरी फोहोरहरू फ्याँक्नु भनेको चाहिँ एकदमै गलत हो। नदीको सामने चाहिँ यसरी युज गरेको सामानहरू डस्टबिनमा डाल्नु के भइछ? अच्छा, यसले खानेकुरा ल्याएको थियो नि त। माथिदेखि अरू बोट आउँदैछ। मलाई त बहुत हेर्न मन थियो कि यो बोट यो साइड आउँदै छैन कि, अनि पुरा उफ्रिएर बोटलाई चाहिँ यता ल्याउँदैछ। पानी कम भइछ अनि बिचराहरू कतिजनाहरूले चाहिँ अब त्यो बोटलाई चलाउन पनि जान्नुहुन्न नि त। अनि ल है साथीहरू, बोट हेर्नु होला है, आउनु होला है पहाडमा इन्जोय गर्नलाई। हामी चाहिँ नेपालमा हुँदा चाहिँ यति ऱ्याफ्टिङ हेर्नको लागि नि कोसी पुग्नु पर्थ्यो। बहुत इन्जोय गर्दैछ यिनीहरू चाहिँ। टाढा टाढाबाट आएको टुरिस्टहरू होला। ल पुरा इन्जोय गर्दैछ। यताबाट पनि आन्दैछ। बिचारा ल्याउनै सकेन। अनि उनीहरूको रास्ता अलग भयो नि, यतैबाट झार्नु पर्थ्यो, त्यहाँबाट पानी कम रहेछ। अनि ल बडा इन्जोय गर्दैछ। आजको चाहिँ मेरो भिडियो यस्तै छ साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। अनि यता पनि अर्को बोट आउँदैछ। अनि यो बोट आउने जाने भनेको चाहिँ चलिरहन्छ। ल यो त फनफनै घुम त के भइछ, भुमरीमा परेछ किन बिचराहरूलाई।
इन्जोय गर्नु जाँदैछौँ यसको उपर तलफ। ऱ्याफ्टिङहरू धेरै हेरियो। यहाँनिर चाहिँ साथीहरू यसरी कपाल अफ भएर आउँदा पनि एकदमै रमाइलो हुने रहेछ है साथीहरू। गर्लफ्रेन्ड बोयफ्रेन्डलाई टाइमहरू अब तपाईँहरूलाई स्पेन्ड गर्नु छ अनि जग्गा इन्भाइरोमेन्ट छैन भने चाहिँ यतातिर पनि आउन सक्नुहुने रहेछ है साथीहरू। चलो हम फोटो खींचते हैं इधर बैठो आप। पानी जाने हामी पर खेलने को, वहाँ तो अभी पहुँचे ही नहीं है, यहाँ घूमेंगे फिर जाएंगे ऊपर। अच्छा पैसा मेरो ल म दिन्छु। बजुले पैसा दिन लागेको छ याङ्कीको मामले। अनि यहाँ चाहिँ पछि काट्नुपर्ने रहेछ साथीहरू। त्यति धेरै महँगो चाहिँ छैन है, कस्टली छैन, रिजनेबल नै छ। 30 रुपियाँ होला साथीहरू। हामी 3 जना जाओ जाओ अंशिका जाओ। मुझे तो आता भी नहीं है घुमाने कता कता। हामी चाहिँ बोट गर्दैछौँ कता जानु। यसो घुमायो भने उँभो जान्छ उँभो जान्छ। अब अंशिका कैसे लग रहा है? अब लानुपर्छ हामी भी यहाँबाट स्वाटै लैजाउँ न। तू भी ऐसे करो, आप भी ऐसे करो। गंदू ओ डंग डंग होता है। अंशिका को रखना वहाँ। चलो अंशिका को रखो आराम से आराम से। इसमें झूलो ना, जाओ। भागो 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 भागो। एकदमै रमाइलो रहेछ यता पनि आजकल। रमाइलो रहेछ। ल फेरि हामी यता नदीको सामने आइपुगेको छौँ। घुम्दै घुम्दै धेरै छ घुम्नको लागि त। उता पारी पनि छ। हामी चाहिँ आज अहिले चाहिँ यतातिरै छौँ। नानीहरू यतै इन्जोय गर्दैछ अनि त्यही भएर हामी चाहिँ यतै वरिपरि घुमिरहेछौँ। बाजे चाहिँ उहाँ आमाजीको ब्याग बुक बोकेर। नानीहरूको पुरा रमाइलो ठाउँ रहेछ। मत खेलो न, यहाँ जाऊ। गन्दु यान्चु रहेछ। अब के रहेछ खाना इटिङ पोइन्ट अरे, आउनु होला एकदमै रमाइलो इटिङ पोइन्ट पनि। इटिङ पोइन्टमा के रहेछ हामी चाहिँ हेरेर खाने। के रहेछ आमाजी खानको लागि? कुछ है नर्मल लिएको पानी मैले। ठीक है नर्मली पिते। यहाँ बर्गर खाना लागेको हो साथीहरू। लु खानु है आमाजी, चाय आउन लागेको छ। यता ऱ्याफ्टिङवाले जाँदैछ, यता चाहिँ हामी बर्गर खाना लागेको। माथिदेखि ऱ्याफ्टिङवाले अरू भी आउँदैछ। इन्जोय युर फुड। बर्गरसँग खाने हो त? म पनि खान मन पर्दैन। लो जिन्दाबादको नारा पो लाउनु थाल्यो। अब हामी चाहिँ खाएर अगाएपछि चाहिँ अल्छी लाग्दैछ। अनि यहाँ बच्चाहरूले चाहिँ पिज्जा बर्गर खाँदैछ, हामीले चाहिँ खाइसक्यौँ, चाय पनि पियो। फेरि खेल्ने भन्दैछ यो चाहिँ। अब यस्तै छ। अब चाहिँ हामी जान्छौँ होला, 5 बजिसकेको छ। अब हामी चाहिँ यहाँबाट हिसाबहरू गरेर निस्किने सोचेको छौँ। एकदमै रमाइलो छ अहिले। मान्छेहरू पनि पुरा छ न त।
अनि टाइममै घर जाउँ भनेर घरको काम किचनको कामहरू पनि गर्नु पर्यो अनि भनिरहनु होला मेरो च्यानलमा। हजुरहरूलाई देखाउने कोसिस गरेको छु, कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। हेर्नु है साथीहरू, गाई जिया हेर्नु है, यस्तो यस्तो कुराहरू छ बच्चाहरूको लागि। यहाँ चाहिँ साह्रै रमाइलो, कति इन्जोय गरेको बच्चाहरूलाई। हाम्रो पालोमा त केही पनि थिएन, माटो खेलेर बस्थ्यौँ। आजकलको बच्चाहरूलाई यति चिजहरू खेल्ने हुँदा पनि ल हेर कस्तो मजाले घुमाएको। तर यसलाई चाहिँ यहाँ कसेर राखेको रहेछ साथीहरू यो रस्सीले, अनि टाढा चाहिँ नजाने रहेछ। अब बच्चाहरूलाई थाहा हुँदैन नि त कहाँसम्म पुग्नु पर्ने भनेर, त्यही भएर पनि होला। तर यसमा चाहिँ त्यति बच्चाहरू नआउने रहेछ, कुनै किन हो, बोटिङहरूमा जति चाहिँ छैन रहेछ। आजको मेरो भ्लग चाहिँ यति नै। हामी चाहिँ घुमेर सकेकै छैन, फेरि भिडियो पनि एकदम लेन्दी हुन्छ, अनि के लामो लामो भिडियो बनाउने है। अनि आजलाई चाहिँ यति नै भन्नु पर्ला। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर अनि प्रतिक्रिया दिनु होला, अनि साथ सपोर्ट दिनु होला। यी बहुत इन्जोय गरेछ नानीहरूले। यति राति हुन लागिसकेर पनि ऱ्याफ्टिङहरू चाहिँ अहिलेसम्म पनि चलिरहेको छ, एकदमै धेरै। एकदमै बाहिरमा टुरिस्टहरू आउँछ क्या, बाहिरको मान्छेहरू, एकदमै रमाइलो। माथिसम्म छ घुम्नको लागि चाहिँ। हामी चाहिँ घुमेरै सकिएन, आउन पनि ढिलै आएको, 3 बजिसकेको थियो। यता फोटोसुट भइसक्यो बाजेहरूको। अब चाहिँ हामी घरतिर लाग्छौँ होइन बाजे? बाई बाई भनिदिनु। बाई 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 बाई, सी यू इन द नेक्स्ट ब्लग। बच्चाहरू चाहिँ कुद्दैछ, यता पछि नै जाने फेरि नदी कि सामने, घुमेरै नसक्ने जग्गा है। जाँदैछ उनीहरू उतैबाट। बाजे पनि भ्लग बनाउँदैछ।